फाइनल्ली गाइज म घरबाट निस्केर खेततिर आइसकेको छु। पानी नपरेर हाम्रो ठाउँमा चाहिँ मकै पुरै उगेको छ। म चाहिँ आज ट्याक्क लाएर अब यहाँ दोदरले बाटो खनेको छ। दोदर चलिरहेको छ कि बिसाएको छ पहिला त्यो हेर्छु, अनि त्यसपछि चाहिँ दोदर हेरेर म रामपुर जान्छु। आज रामपुरमा चाहिँ काम छ मेरो, एउटा सानो काम छ, त्यही कामले जाँदैछु। मकै पुरै सुक्न लागेको अवस्था छ, पानी नपरेर आँट ठाउँमा ट्याक्क लाएर। यता हाम्रो दाइ अङ्कलहरू आन्टीहरू हुनुहुन्छ। फाइनल्ली दोदर बन्द रहेछ क्या, यहाँ बिहाडमा काम गर्न लाउनु भएको छ दाइले, बिहाड राख्नलाई। फाइनल्ली हाम्रो पानी लाउने तालमा कुलो यही हो। दोदर बन्द भइसकेको छ। फाइनल्ली दोदरले बाटो खन्ने भनेको यहीँसम्म खन्छ। यो कुलोको पुर्दै दुई साइड हान्दै लिएर आउँछ। दोदर अहिले बन्द भएको रहेछ। यस्तै छ। फाइनल्ली दोदर हेर्न म आइसकेको छु, तर दोदर बन्द पो भएछ। यहाँ सन्तिमरको जग्गा छ भनेपछि उताबाट घटाएर जो नापिदिनु आएको कि रामचन्द्र दाइले त्यो सम्मको उताको जग्गा हामीलाई पारिदिनु। दोदर चाहिँ अहिले बन्द भएको रहेछ। यहाँ चाहिँ हाम्रो एकैचोटिको बजेट लगभग 25 लाखको हो कि 35 लाखको बजेट परेको छ। बाटो बिचमा दुई साइड चाहिँ सिमेन्टको कुलो, दुई साइड हालेर लिएर जाने भन्ने कुरो रहेछ। र दोदर चाहिँ यस्तो छ गाइज, होइन। यहाँ चाहिँ बिहाड राख्नु भनेर खन्नु भएको रहेछ। ल म दोदरैमा टेक्दिएँ, जे पर्ला। ल अब बाटै जान्छु म बाटो हेर्दै। नयाँ बाटो हाम्रो गाउँमा। फिलिलिलिलिली स्कुटी बाइक उडाउन पाइने भयो। खेतबाट मकै पनि बोक्नलाई सर्टकट बाटो, धान बोक्नलाई सर्टकट बाटो हुने भयो। है तेरिका बाटो खनेकै छ, तर सम्याइदिएन छ। सम्याउने पछि होला है। अब यहाँ चाहिँ के भएको छ भने यहाँ चाहिँ अघि